नमस्कार। हाम्रो खेलकुदको यो प्रत्यक्ष प्रसारण लिएर हामी उपस्थित भएका छौँ। सुभाष र म आएका छौँ। ओमानमा जारी आइसिसी T20 वर्ल्ड कपको छनौट चरणको यो आज समूह चरणको अन्तिम दिन रहेको छ र यो आज अन्तिम दिनको विशेष श्रृङ्खला लिएर तपाईहरुको सामु हामी उपस्थित भएका छौँ र नेपाल र जापानको खेल हुनेछ आज नेपाली समयअनुसार दिउँसो 4:15 मा भने यहाँको स्थानीय समयअनुसार 2:30 मा यो खेल सुरु हुनेछ। धेरैका लागि यो प्रतीक्षाको खेल हुनेछ र यसको अर्थ सुपर 6 मा यो पोइन्ट लिएर जाने भएको कारणले गर्दाखेरि यो खेल आज हाम्रो लागि गर या मरकै स्थितिमा रहेको छ। जो यहाँबाट जित्छ त्यो टिमले 2 पोइन्ट लिएर जान्छ, किनभने यो समूहमा कुवेतलाई दुवै टिमले, नेपालले पनि र जापानले पनि हिजो हराएपछि झनै रोमाञ्चक भएको छ र आजको खेल अझै बढी महत्त्वपूर्ण भएको छ। धेरैको अनुमानभन्दा पनि विपरीत जापानले जित्छ भन्ने धेरैले अनुमानै गरेका थिएनन्। 177 चेज गर्छ भन्ने त धेरैलाई अनुमान पनि थिएन, हामीलाई पनि अनुमान थिएन। क्रिकेटमा यस्तो नतिजाहरू आउने गरेका छन्, विगतमा पनि यस्तो नतिजाहरू आउने गरेका छन्, आश्चर्यजनक नतिजाहरू आउने गरेका छन्। कतिपय ठाउँमा हामीले सरप्राइज गरेका छौँ भने यसपटक जापानले धेरैलाई सरप्राइज गरेको छ। यो विषयमा पनि हामी कुराकानी गर्छौँ। 3वटा समूह छन्, तपाईहरुलाई थाहा नै छ। 3वटा समूहको आज 3वटै समूहको अन्तिम खेलहरू रहेको छन्। समूह A मा युएई, कतार र मलेसिया छ भने जहाँ चाहिँ मलेसिया कतारले एउटा खेल जितेको छ, युएईले एउटा खेल जितेको छ। अब आज युएई र मलेसिया खेलिसकेपछि यो टिमको पनि टुङ्गो लाग्नेछ। समूह B मा नेपाल, जापान र कुवेत रहेको छ। कुवेत चाहिँ 2 खेल लगातार 24 घण्टाको भित्रमा 2 खेल खेलेर बाहिरिनु परेको एउटा पीडा छ र समूह C मा ओमान, समाओ र पिएनजी छ। ओमान र समाओले एक-एकवटा खेल जितेको छन्, यो स्थिति छ। र आज हामीले चाहिँ खास गरी अलिकति हामी हिजोको खेलको बारेमा चर्चा गरेर अनि नेपालको र जापानको कस्तो हुन सक्छ भन्ने अनुमान गर्छौँ। सुभाषले त्यो खेललाई जसरी कुवेत र जापानको खेललाई नजिकबाट निहालेको भएर त्यो खेलमा कतिको थ्रिल, कतिको रोमाञ्चकता कस्तो खालको थियो? सुरुमा अब कुवेतले ब्याटिङ गर्दाखेरि त स्वाभाविक लाग्यो होला, किनभने नेपालसँगको एउटा हारको पीडा उनीहरूलाई थियो, जित्नु थियो। नेक्स्ट राउन्डको लागि सम्भावना जीवित राख्नलाई पनि उनीहरू खुलेर खेले, ब्याटिङमा उनीहरूले त्यो देखाए पनि। तर अब टर्न भयो कहाँनिर भने जब जापानले ब्याटिङ सुरु गर्यो, त्यसपछिको चाहिँ स्थिति कस्तो रह्यो? कुवेतले मलाई लाग्छ अझै पनि भनौँ जति टोटल पोस्ट गरे नि त्योभन्दा अलि बढी नै गर्न सक्नु पर्थ्यो, किनकि ब्याटरहरू सेट भएपछि चाहिँ एउटा ठुलो स्कोर बनाउने जुन एउटा फाउन्डेसन थियो त्यसलाई चाहिँ युटिलाइज गर्न सकेन। जस्तो क्लिन्टो एन्टो, मित भाप्सर माथि चाहिँ एकदम राम्रो पार्टनरसिप भइसकेको थियो होइन। तर त्यसपछि चाहिँ त्यो भनौँ न उनीहरू सेट भएर खेलेको भए चाहिँ 200 पनि एकदम सम्भावना थियो, किनकि अब अस्ति चाहिँ सेन्टर विकेट अलिकति भनौँ न फ्ल्याटै सर्फेसले मजाले खेलिरहेको थिएन। त्यही भएर त्यो उनीहरूको मेन्टालिटी चाहिँ अलिकति कम स्कोर भयो कि भन्ने एउटा डाउट जस्तो चाहिँ देखिँदैन। तर सेकेन्ड इनिङमा आउँदाखेरि चाहिँ उनीहरूले भनौँ फिल्डिङमा नेपाल विरुद्धको जुन प्रदर्शन थियो नि त्यो चाहिँ देखिएन हिजो, किनकि अब एउटा मेन चाहिँ अलिकति विकेट किपर पनि अब सेकेन्ड किपरलाई चाहिँ खेलाएर हिजो अब मित भाप्सरले ग्लोभ्स लिएका थिए, 4-5वटा चौका त त्यही पछाडि नै भयो क्या। त्यो हुने बित्तिकै चाहिँ अलिकति सेल्फ डाउट चाहिँ उनीहरूमा देखिन्थ्यो फिल्डमा देख्दाखेरि पनि होइन। र अर्को चाहिँ जापानले जुन किसिमले ब्याटिङ गरे, स्पेसली क्याप्टेन भनौँ न फ्लेमिङ र यता एसाम रेहमान, उनीहरू दुईजनाको हिटिङ चाहिँ त्यो डिफ्रेन्ट क्वालिटीको देखिन्थ्यो क्या। भनौँ न अब जापानको गेम चाहिँ हामीले फर्स्ट टाइमै हेरिरहेको छौँ होइन, तर त्यो जापानको ब्याटिङ हेर्दाखेरि चाहिँ उनीहरू त्यो भनौँ न सामान्य क्रिकेट चाहिँ खेलिरहेका थिएनन्। त्यो कतिपय भनौँ न सर्टहरू एकदम प्रपर क्रिकेटिङ सर्टहरू मिडल अफ द ब्याट, त्यो हाम्रो नेपाली खेलाडीहरूले खेल्ने भन्दा पनि हामीले त्यो जुन युज टु छ त्योभन्दा अर्को क्लासको सर्टहरू चाहिँ थियो। र पछि भनौँ न त्यो थाहा पाउँदै गएपछि अब उहाँहरू अस्ट्रेलियन क्रिकेटबाटै आउनु भएको होइन, त्यो चाहिँ गेममा पनि देखिन्छ। जस्तो अब आज हामी नेपालसँग खेलिरहँदाखेरि त्यो कुरामा चाहिँ हामी अलिकति सचेत हुनुपर्छ, किनकि उहाँको ब्याटिङ 2-3जना प्लेयरहरूको ब्याटिङ चाहिँ एकदमै राम्रो नै छ र बलिङमा चाहिँ अलिकति त्यो भनौँ न त्यस्तो क्वालिटी त्यस्तो डिफ्रेन्स देखिँदैन। तर एसाम रेहमान र फ्लेमिङको स्पेसली होइन दुईजनाको ब्याटिङमा चाहिँ त्यो हिजो हिटिङ हेर्दाखेरि पनि एकदम राम्रो, त्यो प्रपर एउटा राम्रो प्लेयरले खेल्ने बित्तिकै तपाईँलाई थाहा हुन्छ त्यस्तो ब्याटिङ चाहिँ जो थियो। अब हामीले हेऱ्यौँ भने जापान त ऱ्याङ्किङमा हेऱ्यौँ भने T20 ऱ्याङ्किङमा 40औँमा छ होइन, कुवेत थियो 23औँमा, हामी छौँ 18औँमा। यो सबै कुरा हेऱ्यो भने त कागजले मात्रै त नहुने रहेछ नि। एउटा जापानले चाहिँ विश्व क्रिकेटमा अब हामी पनि आउँदैछौँ भन्ने एउटा सङ्केत त हिजोको खेलबाट दियो जस्तो लाग्छ। होइन त्यो त धेरै भयो। मैले भने नि जब ओलम्पिकमा चाहिँ कुनै खेल समावेश हुन्छ भने तपाईँ ओलम्पिक र एसियन गेम्समा भने त्यसले आधिकारिकता पाउँछ क्या। यो आधिकारिकता पाएपछि कस्तो हुन्छ भने हरेक देशले चाहिँ मेहनत गर्छ होइन, अब लगानी गर्छ। तर यो जापानको अहिले गरेको लगानी आएको चाहिँ भन्न मिल्दैन। तर कस्तो हो भने जापान एउटा हामीले चाहिँ धेरैले सामाजिक सञ्जालमा चाहिँ अलिकति नैराश्यता भनौँ न अलिकति खेल भावना विपरीतकै कमेन्टहरू देखिरहेको छ। तर एउटा कुरा हामीले के बुझ्नुहुन्न भने
बिर्सेन हुन्न भने उनीहरू जापानिज नभएर खेलेको चाहिँ होइन। जस्तो हामीले अहिले युएई कतार कुवेतमा चाहिँ एक्सपर्ट्सहरू भनेको अन्य देशको नागरिक आएर 3 वर्ष बसेर अनि त्यो रेजिडेन्सी लिएर त्यो खेलेको होइन। किनकि अब एसाम रेहमानको कुरा गर्नुहुन्छ भने उनको आमा जापानिज हुनुहुन्न, त्यसपछि उहाँले जापानमा भनौँ बाल्यकाल केही समय चाहिँ जापान बिताउनु भयो, त्यसपछि अस्ट्रेलिया जानुभयो। त्यहाँ अस्ट्रेलियामा गएर क्रिकेट भनौँ अस्ट्रेलियन कल्चरमा क्रिकेट सिकेर आएर अब आइसिसीको रुलले चाहिँ भनौँ न हाम्रो नेपालमा चाहिँ डुअल सिटिजनसिप छैन, नत्र धेरै विश्वको धेरै देशमा चाहिँ डुअल सिटिजनसिप हो। मतलब तपाईँले एउटा देशबाट भनौँ न एउटा देशमा बसेर सबै काम गर्नुहुन्छ तर अर्को देशबाट खेल्छु भन्न पनि पाउनुहुन्छ। हामीले फुटबलमा त अझै यति धेरै देखेका छौँ, क्रिकेटमा चाहिँ बिस्तारै त्यो आउँदैछ। अब हामीले नेदरल्यान्ड्सको डग न्यानेसले चाहिँ पछि गएर अस्ट्रेलियाबाट खेलेको थियो, त्यस्तो धेरै उदाहरणहरू छ। अब आयरल्यान्डको विशेष गरी धेरै चाहिँ आयरल्यान्डको नेदरल्यान्डको प्लेयरहरूले चाहिँ त्यो डुअल सिटिजनसिप छ त्यहाँनिर हुन्छ। अब हाम्रो साउथ एसियन सब कन्टिनेन्टमा चाहिँ कस्तो छ भने अब भारतले त्यो अहिले अवलम्बन गरेको छैन, नेपालले गरेको छैन, तर फेरि बङ्गलादेश श्रीलङ्काले गरेको छ। अब फुटबलकै कुरा गर्छौँ भने धेरै खेलाडीहरू चाहिँ भनौँ न बाहिर अरू देशको नागरिक भए पनि राष्ट्र टिममा खेल्छन्। त्यो भएर अहिले हामीले अन्य देशले गर्यो हामीले गरेनौँ भन्नेमा नपाउने भन्ने हुँदैन। तर अझै यो जापानको केसमा त के भन्छु भने भनौँ न जापानले चाहिँ युएई कतार भनौँ न ओमानहरूले गरेको जस्तो बाहिरको प्लेयर ल्याएर खेलाएको होइन। उहाँहरू जापानिजै हुनुहुन्छ। यो सोसियल मिडियामा यति धेरै नकारात्मक कमेन्ट गरेर चाहिँ हामीले आफ्नै परिचय चाहिँ नराम्रो परिचय चाहिँ दिइरहेका छौँ होइन। त्यो भएर उहाँहरू जापानिज खेलाडी हुनुहुन्छ। अब फ्लेमिङको कुरा क्याप्टेन फ्लेमिङको कुरा गर्छौँ भने उहाँ अस्ट्रेलियामा गएर भनौँ न धेरै समय उहाँ त्यहाँ उच्च शिक्षा हासिल गर्नुभयो, त्यहाँ खेल्नु पनि भयो, तर त्यस्तो लेभलमा खेल्नु भएको थिएन। तर पछि आएर जापानले T20 क्रिकेट अब जापानले क्रिकेटमा केही लगानी गर्छ भनेपछि देश फर्केर आएर टिम बनाएर यस्ता खेलाडीहरू जम्मा पारेर बनाएको टिम हो नि त। अब हामी चाहिँ भनौँ न हाम्रै भनौँ न क्रिकेटिङ सर्कलमा पनि अधिकांश समय भारतमा बसेको खेलाडीहरू आएर खेल्नु भएको छ होइन। त्यो भएर हामीले त्यसरी नकारात्मक रूपमा टिप्पणी गर्न चाहिँ मिल्दैन। नेपाली नागरिकता भएपछि नेपालबाट खेल्न पाए जस्तै उहाँहरू पनि जापानको नागरिक भनौँ न आमा अथवा बुवा अथवा आफ्नो पूर्वज कोही जापानको भएको हिसाबले उहाँहरू जापानबाट खेलिरहनु भएको। भोलि हाम्रो नेपालको खेलाडी अहिले नेपालमा के अरे अस्ट्रेलियामा जन्मेकै मानौँ न कोही पनि भोलि नेपालमा आएर खेल्ने सम्भावना छैन र? मैले त्यही भन्नु खोजेको, हामीले त्यसरी नकारात्मक रूपमा चाहिँ टिप्पणी गर्न चाहिँ जायज हुँदैन। र अर्को कुरा भनेको हामीले उहाँहरूको क्रिकेटिङ जुन क्वालिटी छ नि त्यो चाहिँ इम्प्रेस गर्नुपर्छ कि हामी यो क्वालिटीको क्रिकेटरलाई पनि हराउनुपर्छ अथवा उहाँहरूलाई दबावमा राख्नुपर्छ, त्यसरी चाहिँ सोच्नु चाहिँ आवश्यक छ। पोजिटिभ एङ्गलबाट जानु पर्यो। अर्को कुरा चाहिँ फेरि तपाईँले चाहिँ हामीले आज भनौँ न हामी नेसनल टिमबाट जसरी रिजल्टको अपेक्षा गरिरहेछौँ, हिजो हाम्रो युथमा हामीले काम गरेको भएर आज हामी त्यो एउटा बेस हाम्रो बनेको थियो र हामी त्यसको रिजल्ट अहिले गइरहेछौँ भने जापानले पनि त सम्भवतः आफ्नो युथमा पनि त्यति नै लगानी गरेर युथहरूमा रिजल्ट निकाल्दै गएपछि सायद त्यसको इम्प्याक्ट आज पर्न थालेको होइन। अहिलेको टिम चाहिँ युथको इम्प्याक्ट चाहिँ अहिले भन्न मिल्दैन होइन, तर अबको 3 वर्षमा चाहिँ हामीले जापानको युथ टिमको इम्प्याक्ट चाहिँ पक्का पनि देख्छौँ। किनकि हामी अन्डर-19 एसिया कप हेर्छौँ पछिल्लो समय अस्ति यो लास्ट इयरको भने नेपालले त सहजै जित्यो होइन, तर त्यहाँ भएका केही प्लेयरहरू चाहिँ एकदम क्वालिटी हुन्छ नि। तपाईँले त्यो 18-19 वर्षको पेस बलरहरू होइन अनि 1-2 जना ब्याटरहरूको प्रदर्शन हेर्नुहुन्छ भने चाहिँ अबको 2-3 वर्षमा जस्तो हामीले अब 2 वर्ष अर्को वर्ल्ड कप क्वालिफायरमा आउँदाखेरि चाहिँ त्यसपछि मात्र उहाँहरूको युथ सेटअपमा भएका प्लेयरहरू देख्छौँ। अहिले नै चाहिँ हामीले उहाँहरूलाई त्यो युथ सेटअपको प्लेयरको देन चाहिँ होइन यो होइन। उहाँहरूले अहिले चाहिँ जापानिज खेलाडी जो चाहिँ बाहिर बसेर खेलिरहनु भएको छ। अहिले म्यानेजमेन्ट चाहिँ राम्रो भयो भनौँ न, अहिले चाहिँ म्यानेजमेन्ट स्काउटिङ राम्रो भयो। तर अबको 2-3 वर्षमा चाहिँ जापान पनि भनौँ न ओमान कतार जसरी टिम बनेको त्योभन्दा फरक ढङ्गले जापानले चाहिँ आफ्नै युथ सेटअपमा लगानी गरेर अब अहिले पनि हामी हेर्छौँ भने युएईको अन्डर एज ग्रुपको टिम राम्रो छ, किनकि युएईले पनि आफ्नो सेटअप बनाएर एकदम इन्भेस्ट गर्छ। तर ओमान र कतार भनौँ न साउदीको केसमा चाहिँ अलिकति त्यो एज ग्रुपको टिम चाहिँ त्यति लगानी गरेको देखिँदैन होइन। तर अहिले आएर अब जापानको कुरा गर्छौँ होइन, समूहमा पनि धेरै जसो चाहिँ बाहिर खेलेको प्लेयरहरूलाई चाहिँ उहाँहरूले बाहिर खेलेको भन्नाले आमा अथवा बुवा समूह नै भएको, तर न्युजिल्यान्डमा डोमेस्टिक क्रिकेट खेलेको प्लेयरहरूलाई ल्याएर समेटेर बनाउनु भएको टिम हो। तर त्यो आइसिसीको नियमभित्रै पर्छ। तपाईँको उहाँकै नागरिक हुनुहुन्छ भने हामीले चाहिँ त्यो दुखेसो गर्नुभन्दा कसरी उनीहरूलाई हराउने भन्ने चाहिँ सोच्नुपर्छ होइन। अब साउथ अफ्रिका रेङ्कले भनौँ न केभिन पिटरसन जन्मेको साउथ अफ्रिका भयो भने उहाँ गएर इङ्ल्यान्डमा गएर भनौँ न विश्व क्रिकेटमै नाम बनाउनु, त्यस्ता धेरै उदाहरणहरू छ। त्यही भएर हामीले चाहिँ बरु हाम्रा भनौँ न हाम्रो अब अस्ति दिनेश खरेलको इक्जाम्पल लियौँ, उहाँ पनि न्युजिल्यान्डमा भनौँ फर्स्ट क्लास क्रिकेटहरू खेलिरहनु भएको छैन। अब उहाँ आएर नेपालबाट खेल्छु भनेर आउनुभयो भने त्यो चाहिँ स्वीकार्ने कि नस्वीकार्ने होइन। त्यही भएर आफ्नो हकमा हुँदाखेरि चाहिँ ठिक, अरूको हकमा बेठिक हुँदा चाहिँ अलिकति भयो नि त। हो एउटा चाहिँ
प्रेसिडेन्सीलाई लिएर जसरी कतार ओमानले एक्सपर्ट प्लेयरहरूलाई राखिरहेको छ त्यसमा चाहिँ आइसिसीले सोच विचार गर्ने भनौँ न त्यो धेरै अगाडिदेखिको उठेको कुराहरू हो त्यसमा चाहिँ सोचिरहेको छ अब त्यो पनि त्यो नियममा पनि धेरै कडाइ गरिएको छ पहिला चाहिँ अब अलिकति सहज थियो भने अहिले चाहिँ 3 वर्ष पुरै गरेको हुनुपर्ने 3 वर्षभित्र यति वर्ष चाहिँ त्यही देशमा रहेको हुनुपर्ने भन्ने कडाइ पनि छ त्यतिकै सहज आएर भनौँ न हिजो इन्डियाबाट खेलेको प्लेयर अब म खेल्दिनँ अर्को देशबाट खेल्छु भन्ने त्यति सहज चाहिँ पक्कै पनि छैन तर हामीले अब जसरी लिइरहेका छौँ त्यो चाहिँ अलिकति गलतै छ जस्तो लाग्छ मलाई एटलिस्ट फेरि 3 वर्ष त तपाईँले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो पटक काहीँ खेल्नु भएको छ भने पनि त्यो छोडेको 3 वर्षपछि मात्रै तपाईँ नेसनल टिममा अर्को टिमबाट खेल्न त्यो चाहिँ टेस्ट राष्ट्रको हकमा टेस्ट राष्ट्रबाट एसोसिएटमा आउन चाहने खेलाडीहरूलाई चाहिँ त्यो होइन तर अब एसोसिएटबाट जस्तो टेस्टबाट राष्ट्रबाट उसले खेलेको छैन भने त्यो कुराको काउन्ट भएन काउन्ट जस्तो अहिले भर्खर एउटा प्राइम इक्जाम्पल हुनु एकदम आशा ट्रिबे भन्ने चाहिँ जर्सीको प्लेयर हुनुहुन्छ होइन उहाँ एकदम मलाई लाग्छ वान अफ द मोस्ट प्रोमिसिङ यङ्स्टर हो 21-22 वर्षमै लगातार सेन्चुरी हानेर हुनुहुन्छ अब उहाँलाई इङ्ल्यान्डको टिमबाट कलअप हुन लागेको छ होइन अब त्यो भनेको त भनौँ न उहाँले अब हामीलाई चाहिँ त्यो डुअल सिटिजनसिप छैन तर त्यहाँ चाहिँ अब जर्सी इङ्ल्यान्ड सबै नजिकै भएको भएर चाहिँ अब जर्सीबाट खेल्यो अब इङ्ल्यान्डबाट बोलाउँछ भनेपछि इङ्ल्यान्ड लायन्सको टिममा परेर खेलिरहनु भएको छैन त्यो भएर चाहिँ एसोसिएटबाट टेस्ट नेसनमा जाँदा चाहिँ त्यो 3 वर्षको मापदण्ड लागु हुँदैन तर टेस्ट नेसनबाट खेलेको भनौँ न एउटा वर्ल्ड कप अथवा टेस्टहरूले खेलेको भएपछि चाहिँ 3 वर्ष चाहिँ कुर्नुपर्छ जसरी रस टेलर चाहिँ 3 वर्षपछि पुनरागमन गर्नु अब अर्को कुरा चाहिँ अब जस्तो हिजोको खेललाई लिएर कुवेत र जापानको जुन खालको खेल भयो त्यसले वर्ल्ड क्रिकेटमा एक खालको एउटा आश्चर्य पनि धेरैलाई पार्यो होइन अब मुख्य कुरा त अब दुनियाँलाई आश्चर्यमा पारेको एउटा पाटो भयो अब हाम्रो लागि अब अलिकति आजको हिसाबले हेर्ने भने चुनौतीपूर्ण छ र कुवेत र जापानको खेल हाम्रोभन्दा अगाडि हुँदाखेरि त्यसले हामीलाई एउटा घन्टी भनौँ न अलार्म चाहिँ दियो कि जापानलाई तिमीले इजी लियो भने जे पनि हुनसक्छ भन्ने हिसाबले त्यो हिसाबले अब आज हामीले रेस्पेक्ट त यसै पनि दिनुपर्छ जो टिमलाई पनि हाम्रो क्याप्टेनले भन्नुभएको छ कोचले भन्नुभएको छ कि जुनसुकै टिम नामले या सानो या ठुलो भन्ने हुँदैन त्यो दिन कसले क्रिकेट राम्रो खेल्छ त्यसले जित्छ र फेरि विशेष गरी 2020को कुरा गर्ने हो भने त जसले जसलाई पनि हराउन सक्ने स्थिति छ त्यो कारणले आज हामीले बढी सचेत हुनुपर्ने बढी हामीले चाहिँ जिम्मेवार हुनुपर्ने कहाँनिर हुनसक्छ एउटा कुरा टोटलको कुरा पनि आउला अब पिचको कुरा मेन कुरा हामी कहाँ कुन ग्राउन्डमा खेल्दैछौँ यस्तो ग्राउन्ड चाहिँ अब मुख्य ग्राउन्ड हो तर पिच कुन खेल्ने भन्ने चाहिँ अब अहिले थाहा हुँदैन होइन अब टिमलाई पनि त्यहाँ टसमा गएपछि मात्र थाहा हुन्छ ग्राउन्ड भनेको हिजो हामीले कुवेत र हामी जुन खेल हाम्रो जस्तो 10 बिहान खेल बिहानको यहाँको 10 बजे नेपालको पौने 12 बजे हुने खेल मात्र सेकेन्ड ग्राउन्डमा हुन्छ अरू चाहिँ मुख्य मैदानमै हुने होइन अब हाम्रो आज 2:30 बजे यहाँको भनेको 4:15 बजे हुने खेल मुख्य मैदानमै हुन्छ कुन पिच भन्ने चाहिँ अब अहिले थाहा हुँदैन तर जापानलाई लिएर हामीले भनौँ न त्यो हिजोको खेल हेरेर डराउनु पर्ने अवस्था पक्कै पनि छैन किनकि हाम्रो क्वालिटी हामी जुन क्रिकेट खेलिरहेछौँ होइन हामी त्योभन्दा बढी सक्षम छौँ तर जापानमा पनि मैले भने नि 1-2 इन्डिभिजुअल चाहिँ एकदम उत्कृष्ट हो नत्र चाहिँ फेरि फिल्डिङ हेर्छौँ भने होइन त्यसपछि बलिङ हेर्छौँ भने चाहिँ एभरेज नै छ हाम्रो क्वालिटीको चाहिँ पक्कै पनि छैन तर मैले भने नि क्याप्टेन फ्लेमिङ त्यसपछि एसाम रेहमान 2जनाको ब्याटिङ चाहिँ उत्कृष्ट नै छ त्यसपछि रविचन्द्रन सबुरासी ब्याटिङ अलराउन्डर हुन् उनले पनि भनौँ न बलिङ हिजो एभरेजै छ बलिङ तर ब्याटिङमा चाहिँ एउटा अलिकति बसेर खेल्ने त्यो हिसाबको चाहिँ देखेको छ ताकाहासी उनको पनि ब्याटिङ राम्रो देखियो हिजो होइन त्यही भएर ब्याटिङमा चाहिँ अलिकति मेहनत गरेको जस्तो लाग्छ जापानले अब उहाँहरूको डोमेस्टिक क्रिकेट भन्दा पनि मलाई लाग्छ बेसबलको त्यो एउटा त्यो स्विङ जुन हुन्छ उहाँहरूको त्यो चाहिँ अलिकति पावर हिटिङ चाहिँ एकदम राम्रो छ होइन अब अनि अस्ट्रेलियाबाट अब अलिकति त्यो ग्रोथ अप भएको भएर चाहिँ फ्लेमिङ र उसको एसाम रेहमानको चाहिँ त्यो ब्याटिङ क्वालिटी चाहिँ अलिकति डिफ्रेन्ट नै देखिन्छ र बलिङमा चाहिँ मलाई लाग्छ उहाँहरूको बलिङ चाहिँ त्यति भनौँ कुवेत भन्दा पनि अलिकति कमजोर जस्तो लाग्छ हामीले त्यही भएर ठुलो टोटल पोस्ट गर्न सक्छौँ भने डिफेन्ड गर्न सक्छौँ र जापानले जुनसुकै टोटल ल्याए पनि त्यो चाहिँ चेज गर्न सक्छौँ भन्ने क्षमता हाम्रो जुन ब्याटिङ लाइनअप छ त्यसमा चाहिँ मलाई विश्वास छ अब एउटा कुरा सचेत भएर खेल्न त हामीले सबै टिम पर्छ नै अब आज हिजो जापानले खेलेको हिसाबले गर्दा त्यो रेस्पेक्ट दिएर आजको हाम्रो टिममा जुन हामीले कुवेतसँग खेल्दाखेरिको टिम थियो त्यसमा चेन्जेस हुने सम्भावना कति देख्छौँ हामी चेन्जेस अहिले नै चाहिँ अब टिमले हतार नगरिहाल्ला होइन किनभने हामीले अभ्यास खेलको पर्फर्मेन्सलाई चाहिँ त्यो हेर्दैनौँ जस्तो लाग्छ त्यो गणना गर्दैनौँ तर यदि गरिहाल्छौँ भने चाहिँ एउटा अलिकति भनौँ न शङ्का देखिएको स्थान भनेको चाहिँ सन्दीप जोराको स्थानलाई लिएर होइन सन्दीप जोरा र आदिल आलम भन्ने कुरा छ तर अब मलाई लाग्दैन अहिले नै टिमले त्यति हतार गर्छ र फेरि आदिल आलम आउने बित्तिकै चाहिँ बलिङमा अप्सन हुन्छ भन्ने एउटा कुरा चाहिँ तर गुलसन झालाई पनि हामीले युज गरिरहेको छैनौँ त्यो भएर चाहिँ फेरि टिममा कहिलेकाहीँ एकदम भनौँ न अलि 2-3 विकेटै चाँडै गयो भने चाहिँ फेरि त्यो एङ्कर गर्ने जिम्मेवारी चाहिँ सन्दीप जोराले लिइरहेछ नि त त्यो भएर आदिल आलम सन्दीप जोरा एउटा सम्भावना हुनसक्छ र अर्को चाहिँ अब करण केसी सुम्बाल कामी भनौँ न एउटा
सम्भावना हुन्थ्यो तर सोमपालको अस्तिको जुन किसिमको प्रदर्शन छ त्यो भएको त्यो देख्दाखेरि चाहिँ कन्टिन्यू गर्नुपर्छ आज सोमपाललाई त्यो एनर्जी त्यो पेस त्यो एक्सपिरियन्स चाहिन्छ होइन र दुवै सोमपाल र करण चाहिँ अहिले अब 11 मा पर्ने सम्भावना कम छ त्यो भएर चाहिँ सोमपाल रिटेन गर्छन् होला र त्यसपछि सन्दीप जोरा र आदिल भइहाल्यो चेन्ज भइहाल्यो भने चाहिँ त्यो एउटा जोराको ठाउँमा आदिल आलमलाई चाहिँ मेबी चान्स हुन्छ र तर जापानसँग त्यो रिस्क लिनुपर्ने अवस्था छैन त्यो जुन प्लेइङ 11 को एउटा कम्बिनेसन छ त्यसैलाई निरन्तरता दिने कन्टिन्यू भनेपछि अब हामीले चाहिँ आसिफ शेख कुशल बुर्तेल त्यसपछि रोहित पौडेल त्यसपछि हामीले कुशल मल्ल त्यसपछि जोरा सन्दीप जोरा या आलम सन्दीप आलम एउटा डाउट गर्न सक्ने ठाउँ त्यो चाहिँ अब गेमको सिचुएसन अनुसार जस्तो गुलसन अब लेफ्ट आर्म स्पिनर उनीहरूको छ भने कुशल मल्ल चाँडै आउट भयो भने मेबी गुलसन झालाई टप अर्डरमा देख्छ भने त्यो भनौँ न 1 2 3 चाहिँ नेपालको फिक्स छ त्यसपछि चाहिँ सिचुएसन अनुसार खेलले के डिमान्ड गरिरहेछ होइन त्यो अनुसार चाहिँ लाइनअप चेन्ज हुन्छ जस्तो लाग्छ अनि सन्दीप र आलमको मध्ये एक भनेपछि त्यसपछि दिपेन्द्र सिंह ऐरी गुलसन झा त्यसपछि हामी सोमपाल कामीलाई हेर्न सक्छौँ त्यसपछि सन्दीप लामिछाने ललित राजवंशी नन्दन र सोमपाल कामी भनिहाल्यो होइन यही नै हो हाम्रो आजको लाइनअप पनि अब अलिकति यो विषयभन्दा अलिकति बाहिर जान खोज्नु भएको छ होइन महिला क्रिकेटमा चाहिँ हामीले अलिकति बढी हाइप दिन खोजेको जुन मलेसियालाई चाहिँ हामी पहिला राम्रोसँग हराइरहेको हुन्थ्यो जित्यौँ अहिले चाहिँ दुई खेल हार्दा पनि राम्रो भनिदिनु पर्ने छ भन्ने उहाँको एउटा यही समय प्रसङ्ग जोडेर उहाँले गर्नुभएको छ तर अब जित भनेको जित हो नि त फेरि होइन तर अब इम्प्रुभ त फेरि हामीले जति गरेको छौँ त्योभन्दा बढी इन्भेस्ट त मलेसियालाई पनि त गरिरहेको छ नि हामीले मैले फेरि भने होइन हामीले हाम्रो विकासक्रम हेर्ने भनेको चाहिँ आफ्नो टिमलाई हेरेर होइन जस्तो अब हुन त हामीसँगै सुरु गरेका टिमहरू कहाँ पुग्यो भनेर एउटा त्यो हामी किन त्यहाँ पुग्न सकेनौँ भन्ने प्रश्न चाहिँ पक्कै पनि गर्नुपर्छ पटकमा तर आफ्नो विकासक्रम पनि हेर्नुपर्छ जस्तो हामी नेपाली क्रिकेटमा चाहिँ 2010 मा अफगानिस्तान हामी एकै ठाउँमा थियौँ होइन अब अफगानिस्तान कहाँ पुगिसक्यो हामी कहाँ छौँ तर यो भन्दैमा हाम्रो विकास नभएको भन्ने चाहिँ पक्कै पनि होइन तर हामी योभन्दा बढी योग्य छौँ भन्ने चाहिँ हो जस्तो महिला क्रिकेटको हकमा पनि त्यही हो हामी र बङ्गलादेशले अन्तर्राष्ट्रिय क्रिकेटमा एकैपटक सुरु गरेको अहिले बङ्गलादेश हेर्नुहुन्छ भने लगातार विश्वकप खेलिरहेको छ ठुला टेस्ट राष्ट्रलाई पराजित गरिरहेको छ तर हाम्रो क्रिकेट त्यहाँ पुगेको छैन नि त हामी किनभने बिचमा यो 2012 देखि 2016-17 सम्म चाहिँ हाम्रो क्रिकेट चाहिँ अड्कियो एक ठाउँमा होइन अब बोर्डको विवाददेखि लिएर अनेक कुराले त्यसले चाहिँ हाम्रो विकासक्रममा एकदम ठुलो धक्का लागेको र अहिलेको कुरा चाहिँ महिला क्रिकेटमा चाहिँ किन भनौँ न अलिकति पोटेन्सियल चाहिँ पहिलाभन्दा राम्रो छ होइन तर रिजल्टमा चाहिँ तपाईँले भने जस्तै यो मलेसिया सिरिजमा चाहिँ अलिकति अन्डर पर्फर्म गरेको पक्कै पनि हो तर सिरिज चाहिँ जितेको छ र त्योभन्दा राम्रो चाहिँ मलेसियाले एकदम राम्रो प्रगति गरेको छ पछिल्लो पटक त विश्वकप छनौटमा हामी मलेसियासँग पराजित भएर नै अघि बढ्न सकेको होइन त्यो भएर अहिले पाले यो भनौँ जित किन पनि महत्त्वपूर्ण थियो भने मलेसियाले जुन घरेलु क्रिकेटमा लगानी गरेको छ अब डेभ वाटमोर नेपालका पूर्व प्रशिक्षक त्यहाँ डाइरेक्टर अफ क्रिकेट बनेर जानुभएको छ उहाँहरूले प्लान गर्नुभएको छ अब अहिले अब यो वर्ल्ड कप क्वालिफायरमा मलेसिया हिजो जुन पुरुषतर्फ चाहिँ अलिकति नराम्रो नतिजा आयो तर महिलातर्फ चाहिँ उनीहरूले धेरै लगानी गरेको छ अब नेपालकै खेलाडीहरू गएर उहाँको डोमेस्टिक क्रिकेट टुर्नामेन्ट देख्यौँ हामीले होइन नेपाल मात्र होइन अब कुवेत त्यसपछि इन्डोनेसिया अरू देशका खेलाडीहरू पनि त्यो टुर्नामेन्टमा चाहिँ सहभागी हुनुभएको थियो क्या त्यो भएर उहाँहरूले लगानी गर्नुभएको छ त्यो लगानीको प्रतिफल चाहिँ हामीले रिजल्टमा पनि देखेका छौँ अब 2-3 जना चाहिँ एकदम राम्रो प्लेयरहरू ऐना हमिजा होइन विनिफ्रेड एनिसिङ उहाँहरूको चाहिँ भनौँ न अर्को क्वालिटीको प्लेयरहरू अर्को लेभलको क्वालिटीको प्लेयरहरू चाहिँ आइरहनु भएको छ क्या र हामीले चाहिँ त्यो हामीसँग भएको युथ प्रोस्पेक्टहरूलाई पनि एउटा बिल्ड गर्न सक्छौँ एउटा इक्जाम्पलको रूपमा कविता कुँवरलाई लिन सक्छौँ होइन अब अहिले पूजा महतो हामीले जसरी देखिरहेछौँ त्यो भनौँ न कविता कुँवर त्यो लेभलमा धेरै अगाडि पुगिसक्नु पर्ने हो तर उहाँलाई इन्जुरीले साथ दिएन त्यसपछि हामीले प्लेटफर्म दिन सकेनौँ त्यो भएर चाहिँ हामीसँग क्वालिटी प्लेयर पोटेन्सियल प्लेयरहरू धेरै छन् तर प्लेटफर्म भइरहेको थिएन र अहिले चाहिँ अब हामीले यङ प्लेयरहरूलाई चाहिँ टिममा समावेश गरेर चाहिँ भनौँ एउटा एक्सपोजरहरू दिइरहेछौँ अब अझ अब भनौँ 2027 मा त नेपाल आफैले चाहिँ अन्डर 19 वर्ल्ड कप होस्ट गर्दैछ होइन त्यो बेलामा अझै भनौँ न नयाँ खेलाडीहरूलाई चाहिँ एउटा प्लेटफर्म हुन्छ कि वर्ल्ड कपमा प्रतिस्पर्धा गर्ने लगातार अन्डर 19 वर्ल्ड कप खेल्दाखेरि चाहिँ त्यसले चाहिँ अझै महिला क्रिकेटको विकासक्रममा सहयोग पुग्छ र अहिलेको केसमा चाहिँ हाइप गरेको भन्दा पनि हामी पहिलाभन्दा अलिकति सुधारिएको पक्कै पनि हो तर अझै सुधार गर्ने ठाउँ छ भन्ने चाहिँ मलेसियाको ग्रोथलाई हेर्दा पनि भन्न सक्छौँ अलिकति अब जस्तो आजकै खेलमा हामी फर्केर आउने हो भने सन्दीप के अरे कुशल मल्लको कुरामा चाहिँ अलिकति डाउट गर्नुभएको छ केही साथीहरूले चाहिँ उहाँको ठाउँमा बरु आदिललाई ल्याउने हो कि भन्ने खालको प्रश्न पनि गर्नुभएको छ तर कुशल मल्लको जुन खालको क्षमता हामी देख्छौँ जुन खालको वेस्ट इन्डिजको सिरिजमा हामीले उहाँको पर्फर्मेन्सलाई हेर्छौँ भने अहिले डाउट गर्ने या एउटा म्याचको आधारमा जज गर्न त त्यति ठिक नहोला एउटा त्यही भने मैले भने नि इन्स्ट्यान्टेनियस मेमोरी भन्छ क्या एकदम सर्ट टर्म हुन्छ नि हामी आजको भोलि बिर्सिन्छौँ होइन अब
सबै खेलमा चाहिँ आदिल आलम सबैले आदिल आलम अब टिममा के नेसेसिटी छ भन्ने पनि त हेर्नु पऱ्यो। जस्तो अहिलेको केसमा चाहिँ आदिलको भनौँ न रोलमा चाहिँ गुलसन झा खेलिरहेछ होइन। अब कसैले त ओपनर आदिल आलमलाई ल्याउन मिल्दैन भन्नुहुन्छ। अब त्यो सोसियल मिडियामा ब्याटिङ गरे जस्तो पक्कै पनि होइन हो। आदिल आलमको रोल भनेको चाहिँ तपाईँको 6-7मा आएर ब्याटिङ गर्ने, त्यसपछि थर्ड पेसरको रूपमा खेल्ने होइन त। अब गुलसन झाले अस्ति हामीले देखिसक्यो, गुलसन झाको ब्याटिङ पनि देख्यौँ, त्यो एउटा टिमको लागि पनि महत्त्वपूर्ण थियो, उनको लागि पनि महत्त्वपूर्ण थियो। र आदिलले चाहिँ इन्टरनेसनल क्रिकेट भनौँ न धेरै समयपछि फर्किरहेको छ नि, त्यो भएर उनी आउने बित्तिकै त्यो भनौँ न खेल्न सक्छ, त्यो पेसमा युज टु हुन्छन् भन्नु सक्दैन। अब वेस्ट इन्डिजसँगकै गेम हेर्छौँ भने पनि अलिकति त्यो भनौँ न रन त उनले एउटा बााउन्ड्री एउटा आई थिङ्क एउटा चौका छक्का लागेको थियो, तर त्यो पेसमा युज टु हुन अलिकति टाइम लाग्छ। आदिलको एउटा पोटेन्सियल छ, उनी लामो समयपछि क्रिकेटमा फर्केका छन् र बिस्तारै उनलाई टिममा इन्टिग्रेट गर्दै ल्याइएको छैन। त्यो भएर मलाई लाग्छ टिमले हामीभन्दा बढी यो टिमले बुझेको छ र त्यही भएर पनि उनी प्लेइङ इलेभेनमा नपरेका हुन्। र जो पनि प्लेइङ इलेभेन हुन्छ, अब कुशल मल्लको कुरा गर्नुहुन्छ भने चाहिँ टिमले चाहिँ उनलाई लेफ्ट ह्यान्डेड अप्सनको रूपमा हेरेको छ र जब विपक्षीमा चाहिँ एउटा लेफ्ट आर्म स्पिनर राम्रो आउँछ उहाँ अझै बढी हावी हुन सक्नुहुन्छ। हामीले वेस्ट इन्डिज विरुद्धको सिरिजमा पनि देख्यौँ, अस्ति पनि अलिकति भनौँ न त्यो स्ट्रगल थियो, त्यो भनौँ न त्यो योर्कर बलमा चाहिँ बोल्ड हुन पुगे होइन। तर मलाई लाग्छ क्षमतावान क्रिकेटर हुन्। हामीले एनपिएलमा पनि गत वर्ष चितवन राइनर्सबाट देखेका छौँ र भनौँ न फ्रेन्चाइज लिगहरूमा पनि उनको डिमान्ड जुन हिसाबको छ त्यो भएर चाहिँ 1-2वटा पर्फर्मेन्स आएन भनेर डाउट गर्नुपर्ने अवस्था चाहिँ छ जस्तो लाग्छ। फेरि अर्को एउटा कुरा त विनिङ मेन्टालिटी, हामी जसरी जित्दै आएको छौँ नि, जसरी हामीले पहिलो सुरुवात जितबाट गऱ्यौँ भनेपछि त्यसको एउटा टिमको एउटा त्यो टिमलाई पनि त हामीले विश्वास गर्नुपर्ने पनि त हुन्छ नि। फेरि रोल भनेको चाहिँ सधैँ तपाईँले एउटैले मात्रै ब्याटिङ गरिरहन्छ या एउटैले मात्रै बलिङ गरिरहन्छ भन्ने पनि होइन। सबै डिपार्टमा तपाईँको त क्रिकेटमा भनेको त तपाईँ 40 ओभर खेल्नु पऱ्यो नि, 20 ओभर आफूले ब्याटिङ गर्दा होस् या बलिङ गर्दा होस्, रोल त सबैतिर रहन्छ नि त। त्यही भनेको टिमले त्यही भएर बेस्ट इलेभेन हामीले चाहिँ पहिल्यै पत्ता लगाइसकेको छौँ र यसैलाई ट्रस्ट गर्छौँ भनेर भन्नुको कारण पनि त्यो चाहिँ ब्याटिङलाई हेरेर, फिल्डिङलाई हेरेर, बलिङलाई हेरेर, सबैलाई हेरेर चाहिँ निर्णय लिएको हुन्छ होइन। र हरेक ठाउँमा चाहिँ भनौँ न कहाँनिर चाहिँ को आवश्यक पर्छ भन्ने पनि त्यो टिमलाई थाहा हुन्छ। अब इन्डिभिजुअल रुल्सलाई लिएर भनौँ न सबै ब्याटिङ गर्ने मात्र अथवा सबै राम्रो बलिङ गर्ने भनेर पनि पुग्दैन नि त। कहिलेकाहीँ अब ब्याटिङ अर्डर फ्लेक्सिबल हुनु पऱ्यो, कहिलेकाहीँ बलिङमा पार्ट टाइम अप्सन चाहियो। जस्तो अब अहिले हामीसँग लेफ्ट आर्म स्पिनरको रूपमा ललित हुनुहुन्छ होइन, तर त्यहाँ अर्को भनौँ धेरैजना राइट ह्यान्डर छ भने चाहिँ फेरि कुशल मल्ल पनि त आएर लेफ्ट आर्म बलिङ स्पिन गर्न सक्छ नि त। त्यो भएर चाहिँ सबैतिर चाहिँ टिमले त्यो विकल्पहरू चाहिँ हेरेको छ। र भर्खरै एउटा यहाँ प्रश्न चाहिँ नेपालको जर्सीमा किन नासाको लोगो छैन भनेर सोधिरहनु भएको छ। हिजो पनि सोसियल मिडियामा त्यो धेरै प्रश्न थियो होइन। यो आइसिसीको ग्लोबल क्वालिफायर इभेन्ट हो होइन, त्यो भएर चाहिँ आइसिसीको प्रतियोगिताहरूमा खेल्दाखेरि चाहिँ त्यो स्पोन्सरसिपलाई लिएर चाहिँ नियमहरू हुन्छ होइन। त्यसमा चाहिँ तपाईँले अरू टिम हेर्नुहुन्छ भने पनि मुख्य प्रायोजकको नाम चाहिँ हुँदैन, किनकि तपाईँ देशको लागि खेलिरहनु भएको छ, आइसिसीको टुर्नामेन्ट खेलिरहनु भएको छ भने अगाडि चाहिँ देशको नाम हुन्छ र स्पोन्सरको चाहिँ लोगो स्लिप्समा हुन्छ। हामीले T20 विश्वकप खेल्दाखेरि पनि त्यही हो र यो ग्लोबल क्वालिफायर खेल्दाखेरि पनि त्यही नै हुन्छ। अब रिजनल क्वालिफायरसम्ममा चाहिँ आइसिसीले अलिकति लचकता दिएको छ, त्यसमा चाहिँ तपाईँले स्पोन्सरको नाम अगाडि राख्न पाउनुहुन्छ होइन। जस्तो बाइलेटरलहरू खेल्दाखेरि, अरू प्र्याक्टिस म्याच खेल्दाखेरि त्यो तपाईँले युज गर्न पायो। तर आइसिसीकै इभेन्ट यो क्वालिफायर इभेन्ट र मेन टुर्नामेन्ट खेल्दाखेरि चाहिँ अगाडि देशकै नाम हुनुपर्छ र त्यसपछि स्लिप्समा हुने यो स्पोन्सर अरू देशको हकमा पनि त्यही नै छ। ओमानको केसमा चाहिँ फर्स्ट गेममा आई थिङ्क त्यो अलिकति इस्यु भएको थियो, किनकि उहाँहरूको जर्सी तयार नभएको भन्ने बुझेको थिएन। तर नेपालले मात्र नासा राखेन भन्नु त्यस्तो जरुरी छैन, त्यो आइसिसीको नियमअनुसार नै हो। अब यो दुईवटा प्रश्नलाई म एकै ठाउँमा जोडेर हेर्छु कि ओमानमा मल्लको एभरेज राम्रो छैन भन्ने एउटा प्रश्न छ। अर्को कुरा चाहिँ नेपालको ब्याटरको पावर प्ले अप्रोच चेन्ज गर्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन भन्ने एउटा जिज्ञासा पनि सँगै आएको छ होइन। सुनिल कुमार जीको यो विषयमा सुभाषको के छ? ओमानमा अब एभरेज राम्रो छैन एउटा भने कुशलको हामीले अघि चर्चा गरि नै हाल्यौँ। मेन कुरा चाहिँ पावर प्लेमा हामीले जुन खालको अस्ति फर्स्ट म्याचको हेरेर भन्नुभयो होला, पावर प्लेमा चाहिँ हामीले जुन खालको ब्याटिङ हाम्रोबाट हुन सक्थ्यो या हुनु पर्थ्यो त्यो चाहिँ हामी त्यसमा चाहिँ हामी अस्ति चुकेकै हौँ। चुकेको पनि हो र विपक्षीको राम्रो बलिङलाई पनि क्रेडिट दिनुपर्छ त्यो बेलामा होइन। अब जसरी चाहिँ फारुकले चाहिँ आसिफको विकेट लिए होइन, त्यो कुशल भुर्तेलको त्यो अस्तिको पोस्ट म्याच सुन्यो भने थाहा हुन्छ। बाहिरबाट पिच हेर्दा अर्कै थियो, गएर खेल्दाखेरि चाहिँ बल कुरेर हान्नु पऱ्यो, म त एकछिन त टाइम लाग्यो त्यो पिच बुझ्नलाई भन्नुभयो। त्यो भएर चाहिँ सिचुएसन अवेरनेस हुनुपर्छ होइन। अब पहिला चाहिँ कस्तो पिच कस्तो खेलिरहेको छ। अब हामीलाई मात्र होइन, त्यो दिन युएईको हेर्छौँ भने पनि युएईले पनि 40 रनमा 3 विकेट गुमाइसकेको थियो। त्यसपछि दुईजनाले समयमित भएर रिस्क फ्री खेलेर जिताएको हो नि त। अब भनौँ न त्यो बेलामा पनि कतार विरुद्ध पनि युएईलाई गाह्रो भएको थियो, हामी पनि कुवेत विरुद्ध अलिकति स्ट्रगल नै गऱ्यौँ। तर
पछि हेर्दाखेरि चाहिँ भनौँ मलाई लाग्छ त्यो पिचमा चाहिँ हामीले 117 रन पनि डिफेन्ड गरेका छौँ क्या होइन त्यो भएर हामीले कुन पिच खेल्दैछौँ कस्तो खेल्दैछौँ त्यो मैदानमा गएपछि मात्र भनौँ खेलेपछि मात्र थाहा हुन्छ खेलाडीलाई मात्र थाहा हुन्छ हामी बाहिर बसेर चाहिँ अब 117 रन डिफेन्ड गरेको छ कहिले 170 भनौँ हामीले 200 छ भने डिफेन्ड नगरेको हुन्छ नि त नेदरल्यान्ड्ससँग त्यो भएर चाहिँ सधैँ एउटै चाहिँ हुँदैन होइन अब हामी कुन पिचमा खेलिरहेछौँ कहाँ खेलिरहेछौँ त्यसले पनि असर गर्छ र यो भनिरहँदाखेरि चाहिँ अब पावर प्लेमा हाम्रो प्रदर्शन चाहिँ अलिकति कमजोर भएको पक्कै पनि हो तर कुशल भुर्तेलले फेरि पनि म कुशल भुर्तेलले कुरा ल्याउँछु किनभने आसिफ र रोहित आउट हुने बित्तिकै चाहिँ उनले चाहिँ अलिकति संयमित भएर किनकि पुरै 20 ओभर खेल्यो भने मात्र हाम्रो स्कोर चाहिँ त्यति पुग्छ भनेर जुन एउटा क्यालकुलेटिभ थियो नि हो त्यता चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ हामी अब सबैजना हार्नलाई गएको भए चाहिँ अब 70-80 रनमै अल आउट हुने त्यो डर पनि थियो क्या तर जसरी कुशल भुर्तेलले संयमित भएर सिंगल डबल बिचमा बिल्ड गरेर इनिङलाई 130 140 भनौँ 110 120 त त्यो भनौँ न नर्मल गेम खेलेको भइन्थ्यो तर गुलसन आएर त्यो 6 बलमा 20 रनको इनिङ खेलेपछि 1 ओभरमा 20 रन आउनु भनेको चाहिँ हाम्रो टोटलमा 20 रन जुन थपियो नि नर्मल भन्दा हो त्यो चाहिँ भनौँ त्यो प्लेटफर्म पनि फेरि कुशल भुर्तेलले जुन हिसाबको संयमित इनिङ खेले नि त्यसले नै बिल्ड भएको भन्ने चाहिँ अब 18 ओभरमा हेर्छौँ भने हामी 108 रनमा छौँ होइन अनि 19 ओभरमा पुग्दा हामी 135 ओभर पुगिसकेको त्यो चाहिँ भनौँ अगाडि त्यो जुन संयमित गरेर विकेट राखेर बनाएको बेस छ त्यसैको प्रतिफल चाहिँ त्यो अर्को एउटा सम्भावना भनेको कुरा चाहिँ कस्तो भने जस्तो कोचले हरेक सिचुएसनमा कमेन्ट पास गरिराख्नु भएको हुन्छ सिचुएसन पनि त त्यो डिमान्ड कस्तो गर्छ त्यो सिचुएसनले कस्तो डिमान्ड गर्छ त्यही अनुसार प्लेयरहरूलाई गाइड गर्ने पनि हामीले देखिरहेछौँ कसको दिन लागिरहेछ भन्ने कुरा पनि केही समय खेलिसकेपछि एउटा सम्भावना हुन्छ र रणनीति भनेको चाहिँ आवश्यकता अनुसार पनि हुन्छ नि त्यो दिन कसरी हामीले खेल अगाडि बढाउँछौँ र त्यस अनुसारले रणनीति भनेको चाहिँ सुरुमा जे बनाएको छ अन्तिमसम्म त्यही हुन्छ भन्ने जरुरी छैन नि त सिचुएसन अनुसार चाहिँ खेलका आधारमा हामीले रणनीति पनि परिवर्तन गर्दै लानुपर्ने हुन्छ त्यो त मैले भने हाम्रो जस्तो टिमलाई त अझै फाइदा छ क्या त्यो हाम्रो चाहिँ खेलाडीहरू जहाँ पनि खेल्न सक्ने अब ब्याटिङमै पनि तपाईँको भनौँ दिपेन्द्र सिंह ऐरी अब सन्दीप जोरा गुलसन झा तलमाथि जहाँ पनि आएर खेल्न सक्ने भयो नि त त्यो भएर हामीलाई अझै फाइदा छ अरूभन्दा पनि होइन र मेन चाहिँ मलाई लाग्छ फिल्डिङलाई लिएर चाहिँ जस्तो हाम्रो फिल्डिङ जुन हिसाबको छ नि त्यसले गर्दाखेरि पनि अब जापान जस्तो टिम विरुद्ध चाहिँ फिल्डिङमा पनि हामी अलिकति डोमिनेट गर्न सक्छौँ होइन र विपक्षीको भनौँ त्यो हाम्रो रनिङ बिट्विन द विकेट यति राम्रो छ कि विपक्षीलाई पनि अलिकति दबावमा राख्न चाहिँ त्यसले पनि चाहिँ सहयोग गर्छ अब अर्को कुरा सोध्नु भएको छ यो पोइन्टको कुरा हामीले अस्ति पनि प्रश्न गरेका थियौँ आज पनि फेरि एकचोटि प्रश्न गर्छौँ अब नेपालको कन्टेस्टमा कुरा गर्ने भने आजको नेपाल र जापानको खेलमा जो जित्छ त्यसको पोइन्ट अब क्यारी भएर जान्छ अब कुवेतसँगको रिजल्ट छ अब हामी 0-0 को अवस्थामा छौँ भ्यालु हुँदैन जापानले पनि जितेको कुवेतलाई हामीले पनि कुवेतलाई जितेको भएर अब त्यो खेलको हिसाब हुँदैन आज चाहिँ यसलाई नयाँ फ्रेस म्याच हामीले सम्झे हुन्छ र यो म्याच जसले जित्छ यसको पोइन्ट क्यारी हुन्छ रन रेट पनि क्यारी हुन्छ र यो सुपर 6 मा यसको क्यारी हुने भएर हाम्रो लागि यो वर्ल्ड कप क्वालिफायरको लागि पनि अत्यन्तै महत्त्वपूर्ण खेल छ हिजोको सिचुएसन एउटा थियो कुवेतले जितेको भए के हुन्थ्यो भन्ने हुन्थ्यो आज चाहिँ अब कुवेत हारिसकेको खण्डमा चाहिँ अब हामीलाई यो खेल आज जित्नै पर्ने स्थिति छ किनभने अब नेक्स्ट राउन्डको लागि सुपर 6 को लागि हाम्रो एकदमै महत्त्वपूर्ण खेल छ र हामी अब अन्तिममा छौँ किनभने अब हामी यो सकेपछि फेरि आजको खेलको लागि जानुपर्ने हुन्छ हरेक दिन 3वटा खेल भएको कारणले गर्दाखेरि पनि आजसम्म 3वटा खेल छ हरेक दिन त्यो कारणले गर्दाखेरि बिहान अब 10 बजेपछि सुरु हुने भएर हामी यहाँदेखि अझै ट्राभल गर्नुपर्छ हामी अन्तिममा छौँ सुभाषले म लास्टमा चाहिँ अलिकति केही जोड्ने कुराहरू छ भने प्लिज त्यही अब ग्रुप स्टेजको लास्ट डे होइन तर अब धेरैले फेरि कति पोइन्ट जान्छ के भनेर सोधिरहनु भएको छ समूह चरणबाट सुपर 6 मा चाहिँ जो सुपर 6 पुगेको छ उसँगको खेल मात्र काउन्ट हुन्छ अङ्कको लागि भनौँ न हामीले अब हाम्रोबाट कुवेत बाहिरिसकेको कारण चाहिँ कुवेतसँगको अङ्क जोडिँदैन त्यही भएर जापान र नेपालको खेल चाहिँ सुपर 6 सर हो भनेर हामीले भनेको कारण पनि त्यही नै हो र अब आज जापानसँगको खेलपछि चाहिँ अन्य समूहको खेल पनि आज नै छ अब अहिले बिहान युएई र मलेसिया खेलिरहेका छन् र त्यहाँ युएई जित्छ भने चाहिँ युएई 2 अङ्क लिएर चाहिँ सुपर 6 मा जान्छ मलेसिया आउट हुन्छ र कतार पनि त्यो समूहबाट अगाडि बढ्छ र बेलुका चाहिँ आज ओमान र पिएनजी को खेल छ हिजो समूहले पिएनजीलाई हराएपछि चाहिँ अब आज ओमान जित्छ भने चाहिँ ओमान पनि 2 अङ्क लिएर चाहिँ सुपर 6 मा जान्छ र समूह पनि भनौँ न सुपर 6 मा चाहिँ क्वालिफाई हुन्छ र हामीले सुपर 6 मा चाहिँ हाम्रो आफ्नो समूहको कन्ट्रीसँग खेल्दैनौँ भने त्यो चाहिँ किन भन्दाखेरि हाम्रो समूह चरणकै अङ्क अगाडि जाने नि त त्यो भएर चाहिँ हामी र जापानको खेल पनि सुपर 6 नै भन्दा हुन्छ र अर्को अब हामीले सुपर 6 मा कोसँग खेल्छौँ भन्दाखेरि चाहिँ अब अहिलेको अवस्थामा चाहिँ युएई र ओमान चाहिँ समूह विजेताको रूपमा र त्यसपछि कतार र समूहलाई चाहिँ हामीले उपविजेताको रूपमा यो 4 खेल चाहिँ हामीले खेल्ने सम्भावना छ र
अहिलेसम्मको खेलहरू हेर्दाखेरि चाहिँ आज हाम्रो जित हुन्छ भने चाहिँ त्यसपछि हामी समोआ, कतार, ओमान, युएई 4वटा टिमसँग चाहिँ खेल्नुपर्ने अवस्था छ। आज सबभन्दा मुख्य भनेको चाहिँ आज हामीले मैले अघि पनि कुरा गरेँ ब्याटिङ हाम्रो राम्रै छ, उहाँहरूको बलिङ त्यति राम्रो छैन जति हामीले हेरेका छौँ। अब एभरेज नै छ होइन, तर उहाँहरूको ब्याटिङ मैले भने 2-3 जना ब्याटरहरू चाहिँ एकदमै राम्रो हुन्छ। क्याप्टेन फ्लेमिङ, अभिषेक आनन्दको पनि हिजो राम्रो स्टार्ट भएन तर उहाँको पनि हामीले गेम देखेका छौँ। सबावर ऋषि, रविचन्द्रन र त्यसपछि इसाम रेहमान, यो टप 1, 2, 3, 4 उहाँहरूको त्यो ब्याटिङ लाइनअप होइन, उहाँहरूको विकेट लिन सक्छौँ। अझै मेन त मलाई क्याप्टेन फ्लेमिङको नै अलिकति त्यो भनौँ न डर छ, किनकि त्यो हिसाबको गेम त्यति राम्रो ब्याटिङ चाहिँ एसोसिएट क्रिकेटमा भनौँ न हामीले कमै देख्छौँ। उहाँहरूको विकेट सुरुमा पावर प्लेमा 1-2 विकेट निकाल्न सकिन्छ भने चाहिँ नेपाल खेलमा हाबी हुन सक्छ। यहाँ सोम ढकालजीले चाहिँ हामीलाई ह्युस्टनमा भेटेको, टेक्ससमा भेटेको भनेर हामीलाई मेन्सन गर्नुभएको छैन। उहाँले चाहिँ पारसको जर्सी लगाउनु भएको थियो। उहाँको सजेसन चाहिँ के भने कसैलाई पनि हामीले यही कुरा गऱ्यौँ, कसैलाई लाइटली लिनुहुन्न, डिसिप्लिन र म्याच अवेरेज हुनुपर्छ भन्ने कुरा त तपाईँ हाम्रो कुरा यसमा सहमत नै छौँ। र हामी पारस सुभाषलाई चाहिँ अलिकति सजेस्ट पनि आएको छ, क्वेसन अलिकति चेन्ज गर्नु पनि सोधिदिनु भन्ने छ, अनि आर्ट अफ इन्क्वायरी पनि सुभाष दाइसँग छ भन्ने पनि छ। सुभाषले यसमा केही जोड्न खोज्यो? यहाँहरूको फिडब्याकको लागि चाहिँ धेरै धेरै धन्यवाद होइन। तपाईँहरूले यस्तै फिडब्याक दिएर नै हामीले आफ्नो भनौँ कमजोरीलाई अझै सुधार गरेर राम्रो हुन सक्छौँ। र यहाँ अब जिमनिक्सले चाहिँ हामीलाई सुपर च्याट पठाएर सहयोग गर्नुभएको छ, धेरै धेरै धन्यवाद। यहाँहरूको यस्तै सहयोगले त यस्तो सुझावले हामीलाई अगाडि बढ्न प्रेरित गर्छ। हामीलाई सुपर च्याटबाट अन्य माध्यमबाट पनि तपाईँहरूले सहयोग गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा मेसेज मार्फत चाहिँ यहाँहरूको केही जिज्ञासा छ भनौँ न, यहाँ प्रत्यक्ष प्रसारणमा चाहिँ धेरै कमेन्टहरू आउने हुनाले सबै कुरा चाहिँ हामीले एड्रेस गर्न सक्दैनौँ, त्यसको लागि चाहिँ अब क्षमा चाहन्छु। हाम्रो मेम्बरसिप लिनु भएको छ भने हामीले मेम्बरको कमेन्टहरूलाई चाहिँ प्रायोरिटीमा राख्ने गर्छौँ। र यसबाहेक पनि अरू केही छ भने चाहिँ तपाईँले हाम्रो फेसबुक पेजमा गएर मेसेज गरेर चाहिँ केही जिज्ञासा, केही सल्लाह अथवा केही सुझाव छ भने दिन सक्नुहुन्छ। हामी सधैँ त्यसको स्वागत गर्छौँ। र अब विश्वकप छनौटको आज नेपालको लागि दोस्रो खेल हो जापान विरुद्ध, त्यसको पनि तपाईँहरूलाई अपडेट निरन्तर लिएर आउनेछौँ। हाम्रो सोसियल मिडिया फलो गर्नु होला, इन्स्टाग्राम, फेसबुक, युट्युब नछुटाउनु होला। हामीले तपाईँहरूको लागि यो मिहिनेत गरिरहेको छौँ र नेपालले एउटा नयाँ इतिहास, लगातार विश्वकप खेल्ने इतिहास रच्छ भन्ने विश्वासका साथ हामी आजको लागि चाहिँ यति नै गरौँ। अलिकति अन्तिममा मैले के भन्न खोजेको थिएँ भने हामीले यो प्रत्यक्ष प्रसारणका दौरानमा आज हामीले गरेको अनुमान पनि, आजको प्लेइङ 11 पनि, खेलको समय पनि, सबै कुराहरू यो कुरामा समेटिसकेका छौँ। यदि अहिले कोही लाइभमा जोडिनु भएको छ भने तपाईँले एकचोटि फेरि गएर हेर्नुपर्ने हुन्छ। र अर्को कुरा, लाइभ कसरी हेर्ने भनेर सोध्नु भएको छ। आइसिसी टेलिभिजनमा गएर, नेपालको हकमा त कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर म्याक्सले देखाइरहेछ भने अन्तको हकमा आइसिसी टेलिभिजनमा गएर तपाईँले हेर्न सक्नुहुन्छ। त्यहाँ लगइन गर्नुपर्छ सायद होइन, त्यो गर्नुपर्ने हुन्छ। अरू कुरा चाहिँ अब हामीले बाँकी कुराहरू चाहिँ तपाईँहरूसँग म्याचको दौरान पनि हामी अपडेट लिएर नै आउँछौँ र फेरि भोलि पनि हामी यो आजको खेलको रिभ्यू लिएर भोलि आउँछौँ। त्यसको लागि पनि प्रतीक्षा गर्नु होला र तपाईँहरूको यो साथका लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अहिलेको लागि सुभाष र म प्रकाशलाई बिदा दिनुहोस्। नमस्कार।